अनि अहिले त्यसको चाहिँ अहिले यतिखेर चाहिँ यस्तो दाना र जरा पलाएछ अनि दुईटा प्लान्ट पनि पलाएको छ यहाँ। अनि यसलाई चाहिँ मैले सार्नको लागि अब अर्को भाँडामा सार्नको लागि मैले यहाँ माटो र मल रेडी गरेको छु। यहाँ पिटमा चाहिँ माटो मात्रै हालेको छु। यहाँ पिटमा चाहिँ कहिले पनि मल हाल्नु हुँदैन, किनभने मल हाल्यो भने यसको होल हुन्छ मुनि दुलो पानी जाने भाग, त्यो चाहिँ बन्द हुन्छ। त्यसकारणले यहाँ चाहिँ मुनि चाहिँ माटो सकेसम्म बलौटे माटो राखेको राम्रो हुन्छ। त्यसपछिबाट यसलाई चाहिँ मैले यो अहिले चाहिँ माटो र मल ठिक्क रेडी बनाएको छु, मिक्स गरेको छु। मल मात्रै धेरै हाल्नु पनि हुँदैन, माटो मात्रै हाल्नु पनि हुँदैन। अनि यसलाई चाहिँ मैले मिक्स गरेर ठिक्क बनाएको कारणले गर्दा अब यसलाई रोप्नु मिल्यो। अहिले मैले यसलाई रोपिदिएँ। अब यो पछि कस्तो हुन्छ हेर्नुपर्छ है। मलाई चाहिँ फुलहरू एकदम धेरै मनपर्छ, तर फुललाई स्याहार्नु यस्तो गाह्रो हुन्छ। धेरै आइडिया पनि छैन मसँग पनि, काम बिगार्दै उयो गर्दै यस्तो बनाएको छु यसलाई। म यो कस्तो हुन्छ पछि यसको बिरुवा कस्तो हुन्छ भनेर यो पनि देखाउने छु, तपाईँहरूसँग सेयर गर्नेछु। थ्याङ्क यू।